ल गाइस हैन धेरै पछि हाई दोस्त हाई गरिदेऊ हिजो भर्खरै किनेको यार मैले पनि ढुकाटी ऊ राजाको R15 थियो छँदैछु R15 त्यहाँ छँदै थियो नि यसो किन अलग किनौँ भने हो दामी छ यार देखिँदैन ए आज चाहिँ हन्टिङतिर हामी आज चाहिँ हन्टिङतिर हन्टिङ खै आम्मा कुन दुर्गम क्षेत्र हो भने साइकको गालाले बिल्डिङै देखाउन सक्दा होला बिल्डिङै देखाउन कहिले सक्दा होला बिल्डिङै छैन यार यहाँ कुनको गाउँमा हो गाउँ हो कि ए बाटो हालत ओली बड्डोले यहाँ पनि गाडा आन्छ रहेछ जापानको भने ए खड्डा छन् यार आज पहिलोचोटि देख्यो यार यो बाटो यस्तो बाटो पहिलोचोटि देख्यो कच्ची बाटो देखाएको थिएन राजा अहिलेसम्म होइन अहिले त आइको पिजाइसक्यो दामी ठाउँ यो हाम्रो आज पानी पनि पर्दैन लागेको त अनि यसो त्यो गएर घुमघाम हानिदिउँ भनेर यसो साइक्लिङतिर न त साइकलमा हिँड्छौँ त हामीहरू साइकलमा त हिँड्दिनँ कहिले पनि आज चाहिँ यसो साइक्लिङ गरौँ भनेर सोचै ल्यायो साइकल चलाइदिनु एक त यो काम गर्दा नि यो शरीरको अङ्ग दुख्दो भने उठिराख्यो भने यति उठा चाहिँ हात दुख्न लागिसक्यो भने गाह्रो छ नि त भिखारी भन्छ गरिब मान्छेहरू हामीहरू स्ट्यान्डै छैन यसो मात्रै अड्काएर चलाउँ भने हुन्थ्यो हातले समात्नुपर्छ ए यस्तो दामी ठाउँमा आएको छ होइन हामी यस्तो बबाल के अहिले त सिजन होइन केही छैन सिजनको दिनमा यहाँ आगो देखिन्छ होला यो ठाउँ बबाल छ भने देखाउँछु ल यस्तो दामी छ साकुरा भन्ने फुलको हो क्या बोटहरू अहिले ऊ होइन नि त सिजन होइन त्यही पनि अहिले कस्तो दामी देखिन्छ होला होइन त पछि चाहिँ पैँयुको बोट यहाँ तर म्यानेज गरेर राख्यो भएर यस्तो दामी देखिन्छ क्या त्यही भएर हेर यी मान्छे मरेका यहाँ कच्छन् तर आजको यो हाम्रो एक्सप्लोरेसन सफल लाग्यो मलाई त यार सहरमा बस्ने बानी परेको है बिल्डिङ मात्रै देखेको मौसम पनि यस्तो दामी आज फेरि यस्तो दामी पछाडिदेखि घन्ट्याङ्ग बसिसक्यो सबै साइक्लिङ गर्ने रहेछ नि यहाँ बाठाउँ हेरमा बबाल यहाँ गाउँमा पनि बनाउँदैछ क्या पुल खै के बनाउनु लाग्छ पुरै भने पछाडि हेर्नु न पुरै खै के पो गर्दैछ क्या फ्याक्ट्रीहरू यहाँ फेरि यो एरिया भनेको खाइसियाको एरिया हो कि फ्याक्ट्री भएको हो त्यो सानोदेखि लाने मैले अब 0.5मा बनाएर सानो देखेँ ठुलो छ खाना दिँदैनन् हेरेँ खाना दिँदैनन् कहिले कहिले चोरिदिउँ जस्तो लाग्छ क्या खान्छन् आफू पनि खाँदैन त्यो पुरै भर्रै हुन्छ क्या कुहिन्छन् होला कि बोटमै कुहिदिन्छन् कि फल नखाएर यस्तो खानु गाउँतिर बुढाबुढी भएकोलाई बेलाउती पाकेर खस्छ नि भने त्यस्तै क्या यहाँ त रुखमै कुहिन्छन् जस्तो लाग्दो क्या त्यसमा आधामा बुढाबुढीले कति खान्छ खाए पनि यसो खान्छन् के खाँदैन नि त त्यो दाँतै नभएको बुढाले के खाने मनै लाग्दैन कहिले खायो यस्तो केही त्यही पनि घरमा बस्यो भने सबै कुरा त्यही त हो दोस्त आफूसँग हुँदासम्म इच्छा लाग्दैन केही हुँदैन आफूसँग नभएपछि हो नि त जे कुरा पनि याद आउने यताउति मान्छेमै जोडाउन ल अब अस्तिसम्म हाम्रै साथी होइन दोस्त हामी त अलग ठाउँको भयो नि त जे होइन अलग ठाउँको अस्तिसम्म त्यही साथीलाई गाली गलोच होइन किन आयो यो भन्ने फिल हुन्थ्यो अहिले चाहिँ एकचोटि देखिदिए पनि हुन्थ्यो है भन्ने फिल आउने फेरि नजसियो केटा माया चाहिँ गर्दैन म तिमीहरूलाई माया चाहिँ होइन बुझ न यसो गालीमै माया बुझ न अब यसो महिनाको 1-2चोटि पढिन्छ यसरी फेला राम्रोसँग टाइम हुन्छ कुरासुरा गर्ने म त टुपी लगाएर हिँड्दैन कस्तो ट्र्याक्टर साइक्टर छ यहाँ आज देखेँ यार सानो मिनी ट्र्याक्टर हेर ठाउँमा पुल बनाउनु लगाउने यहाँ एउटा पुल त्यहाँ दुईवटा थियो एरिया त हाम्रो जमरा कुला जस्तै तर सफा छ लास्ट त्यहाँ बनाउनु लाग्छ यहाँ यो पनि के बनाउनु लाग्छ हाइवे
डोजर सोजर जेसिबी सेसिबी राखेँ अनि कति अब यसो क्वालिटी टाइम स्पेन्ड गरौँ भनेको कि के हो यसो क्वालिटी टाइम स्पेन्ड गरौँ भनेर आज यसो यहाँ रहेछ उयो हेर लथारङ्ग छ अब मागु भने दिन्नन् न आफू खान्छन् उयो हेर न मा के चियो लिची सिची त होइन त्यस्तो कलर यस्तो हुन्छ लबर लानमा यो बाटोमा नि त हजुर आरू त होइन जस्तो लागेर त सुन्तला हो के हो खोस्टा खाएको सुन्तलाको अगाडि बाटोमा यस्तो इन्दिर बरु यस्तो ठाउँमा आएको बेला टक्क उठाउँ भन्ने हुन्छ यसो क्वालिटी टाइम स्पेन्ड गरौँ भनेर चाहिँ आज यसो साइक्लिङपट्टि साइक्लिङ पनि हो खासमा यसो साथीको आज जब इन्टरभ्यू हो कि खासमा भन्नुपर्दा हल्का ढिलो हो अनि यसो छिटो जाम यस्तो घुमघाम हुन्छ काम पनि गरौँला सकेर आउनुपर्छ भनेर बिहान 6 बजी गएर उठाएर ल्याउँ बिहान 6 कामलाई एकदम काम थियो कि हिजो जरुरी काम थियो बिहान 6 बजी उठेको थियो सबै देखियो क्या यहाँ एक एउटा उठाएर उठाइदिनु हुन्छ होला है चोर आयो भन्दै नेपालको त चोरायो भन्दैन यहाँ पनि दामी रहेछ नि त बस्नु कस्तो दामी दामी एरिया रहेछ यार यहाँ अँ न यार त्यो हात्तीमाङ्गुतिर त झन् भवाल छ नि त ऊ R15 यहाँ हाम्रो छ ढुक्काटे प्रिय तिमी टाढा नजाऊ न प्रिय तिमी टाढा नजाऊ न कहीँ कसो मलाई तिम्रो माया एकदम मलाई सताउँछ यो बाटो साइकल चलाउने होइन रातोवाला यहाँ त फेरि कस्तो हेर न यहाँ टेक्निकहरू कि यो साइकल गाडी भन्छ हिँड्ने साइकल चलाउने ऊ त्यो चाहिँ अब यसो बाइक स्कुटी हाम्रो चाहिँ बिचको पऱ्यो ऊ त्यो पुलिसको कुमा हिजो राति पुलिस आएर यार उमेर कम थियो होइन जाइरेमा लास्ट यहाँको के भन्छ नागरिकता यहाँको नागरिकतामा उमेर कम छ क्या यस्तो कोइनतिर बसेको त ल पुलिस पो आएर के छ यताउति सोधिदिन्छ उमेर सोध्लाएको मेरो त मुटु होइन फुस भइगयो क्या एकछिन त देखाउनु पर्छ फसिहाल्ने नेपाल भोलि आज भिडियो बनाउनु चाहिँ आज नेपाल पुगिहाल्थ्यो धन्न अनि यताउता कुरा गरेको केही मागेन छैन अहिले भनेको राम्रो पऱ्यो क्या अब एक चाहिँ नको हल्ला नगरेर बस भन्छ टक्क लगाएर बस होइन के गर्ने हेत साउथ भन्नु आमा त्यही त हो यस्तो हिँड्नु लाग्थ्यौँ होइन दामी रेस्टुरेन्ट भेट्थ्यो क्या यस्तो दामी देखिँदो यस्तो दामी इन्ट्रान्स के अनि यस्तो सहरतिर आइसकेको है हामी अहिले चाहिँ सानोतिनो सहर के हो तको एकछिनमा यसो यो साइडको वाला हो कि त्यही भएर अहिले एकछिनमा ठ्याक्क देखाउँछु तपाईँलाई म ल बाई भन्थेँ नि ठ्याक्क हेर्नु इन्ट्रान्स म फेरि काम गर्ने यसको अर्को ब्रान्चमा हो क्या काम गर्ने यहाँको दामी रहेछ कस्तो दामी बनायो त